आजभोलि बदलिदो जीवनशैली र बदलिदो मौसमका कारण अधिकांश मानिसहरू कपाल झर्ने समस्याबाट ग्रसित छन्। कपाल झर्नुका कारण धेरै मानिसहरू तालुपनको शिकार पनि हुने गरेका छन्। यस्तो अवस्थामा कपालको विशेष ख्याल राख्नु जरुरी हुन्छ। कपाल झर्नबाट जोगाउन मानिसहरू विभिन्न प्रोडक्टहरू प्रयोग गरिरहेका हुन्छन्, तर यी उत्पादनहरूमा केमिकल हुन्छन् जसले कपाललाई हानि पुर्याउन सक्छ। यस्तो अवस्थामा कपाल झर्न रोक्न चाहनुहुन्छ भने केही घरेलु उपाय अपनाएर यस समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ। त्यसैले कपाल झर्नबाट जोगाउन मद्दत गर्ने यी घरेलु उपायहरू जानौं। 1. प्याजको रस। कपाल झर्न रोक्न प्याजको रस प्रयोग गर्नु निकै फाइदाजनक मानिन्छ, किनभने प्याजको रसले कपाल झर्नबाट बचाउँछ। यसका लागि प्याज पिसेर यसको रस निकाल्नुहोस्। त्यसपछि यो रसलाई कपालको जरामा लगाएर मालिस गर्नुहोस्। त्यसपछि आधा घण्टा पछि पानीले धुनुहोस्। यसो गर्दा यसको प्रभाव कपालमा छिटै देखिन्छ। 2. अमला। कपाल झर्नबाट बच्न अमलाको प्रयोग निकै फाइदाजनक मानिन्छ, किनभने अमलाले कपाललाई बलियो र चम्किलो राख्न मद्दत गर्छ। यसका लागि अमलालाई पिसेर यसको रस निकाल्नुहोस्। त्यसपछि यो रस कपालको जरामा लगाउनुहोस् र गोलाकार गतिमा मसाज गर्नुहोस्। त्यसपछि आधा घण्टापछि स्याम्पूले धुनुहोस् र कन्डिसनर लगाउनुहोस्। यसो गर्दा यसको प्रभाव पनि कपालमा छिटै देखिन्छ। 3 नम्बरमा रहेको छ नरिवलको तेल। कपाल झर्नबाट जोगाउन नरिवलको तेलले निकै फाइदाजनक मानिन्छ, किनभने नरिवलको तेलले कपाल झर्नबाट जोगाउन मद्दत पनि गर्छ। यसका लागि हप्तामा 2 पटक नरिवलको तेलले कपालको जरामा मालिस गर्नुहोस् र रातभरि छोड्न दिनुहोस्। त्यसपछि बिहान कपाल पखाल्नुहोस्। 4 नम्बरमा रहेको छ मेथी। कपाल झर्नबाट जोगाउन मेथीको प्रयोग निकै फाइदाजनक मानिन्छ, किनभने मेथीले कपाल झर्नबाट बचाउनुका साथै नयाँ कपाल उमार्न पनि मद्दत गर्दछ। यसका लागि आधा कप मेथी रातभर भिजाउनुहोस् र त्यसपछि बिहान यसको पेस्ट बनाएर यो मिश्रणलाई हेयर मास्कको रूपमा कपालमा लगाउनुहोस्। 1 घण्टापछि पानीले धुँदा यसको प्रयोग निकै फाइदाजनक मानिन्छ। कपाल मान्छेको सौन्दर्य पनि हो। सौन्दर्य भएन भने मान्छे हेर्दा पनि नराम्रो देखिने हुन्छ। त्यसकारणले कपाललाई जोगाउनु अत्यन्तै आवश्यक कुरा हो। त्यसैले यी विधिहरू अपनाएर तपाईले आफ्नो कपाललाई राम्रो बनाउनु हुनेछ। यस्तै सामग्रीहरू हामी लिएर आइरहनेछौँ। कृपया हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिन नबिर्सिनुहोला। धन्यवाद।